ले जुन चाहिँ म स्वतन्त्र छु, म चाहिँ जे चाहन्छु यो मैले गर्नुपर्छ, यो मेरो अधिकार हो, यो मेरो राइट्स हो, मेरो आमा बुवाले, मेरो परिवार, मेरो समाजले चाहिँ मलाई रोक्ने चाहिँ कसरी आँट गर्न सक्नुहुन्छ, को हुन् उहाँहरू, म यहाँ आइसकेपछि मैले आफ्नो डिसिजन स्वयं लिनुपर्छ, मैले आफ्नो डिसिजन आफै गर्न सक्नुपर्छ भन्ने एउटा जुन छ नि उहाँहरूको हैन अहिलेको युथ्सहरुमा, त्यसको बारेमा के भन्नुहुन्छ? त्यो जायज हो त? त्यो भन्नु? यदि आफू स्वतन्त्र हुन चाहने हो भने किन गुरु खोज्दै हिँड्छौ भन्छु के, स्कुल किन पढ्छौ? यो हो के, गुरु किन चाहियो र आफू स्वतन्त्रमा छाडा हुने हो भने घरको बुवा आमा किन चाहियो होला र हैन? कि स्वतन्त्रै हुन खोजेको भने जर्मनको जस्तो युवा युवतीको जस्तो स्वतन्त्र भएर देखाऊ। ओके है, यदि साँच्चै स्वतन्त्र हुन चाहेको हो भने, साँच्चै स्वतन्त्रै हुन खोजेको भने यो 12-27 कुरा झमेलामा फसेर स्वतन्त्रताको नाम बेच्ने चाहिँ काम नगर।